हे एभ्रिवान, हरे कृष्ण, राधे राधे। सबैजना सन्चै हुनुहुन्छ ल। आज पनि किचनतिरै जाउँ है त। अनि हामी लाग्यौँ फटाफट किचनतिर। आजको रेसिपी के छ भने हाम्रो नेपालको प्रसिद्ध चिज मोमो। अनि मोमो भनेपछि त अफकोर्स अलिअलि मेहनत त लाग्ने नै भयो। त्यसैले हामी लाग्यौँ मोमोको रेसिपी तयार गर्नतर्फ। अनि मेरो सानीमाले यता रेडी गर्दै हुनुहुन्छ सबै इन्ग्रिडियन्ट्सहरू। अनि हात चाहिँ मजाले सफा गरेर गरेको है, त्यही भएर डोन्ट माइन्ड। अब गाउँघरमा त चलिहाल्छ नि। अनि हामीले त्यसको लागि किमा रेडी पारेर राखिसक्यौँ। अनि यतातिर चाहिँ चटनी अचारको लागि तिल रेडी हुँदैछ। मैले तिल भुट्दैछु, तिल रेडी भइसक्यो। त्यसपछि मैले टमाटरलाई पनि बोइल गर्नको लागि राखिदिएँ। टमाटरलाई बोइल गरेर फेरि त्यसलाई मजाले फ्राई गरेँ तेलमा। त्यो काँचो काँचो टमाटर तिलको सेन्ट नआओस् भनेर चाहिँ मिठो सेन्ट आउँछ फ्राई गरेपछि। अनि हामी लाग्यौँ मोमो बनाउनतर्फ। हामी प्रोफेसनल चाहिँ होइन, त्यही भएर टुटे फुटे गोला जस्तो पाइ त्यस्तै गर्दै गर्दै हामीले जे होस् खाना लायकको मोमो चाहिँ बनाएको थियौँ। तर त्यति नराम्रो पनि होइन है। ल हेर्नुहोस् है त, मैले इजी तरिकाले बनाउँदैछु। नट सो पर्फेक्ट बट खानको लागि चाहिँ ठिक छ, मजाको छ। यतिको भएपछि त सायद दोकान खोल्न पनि पछि पर्दैन होला म भविष्यमा कि कसो, यसो कमेन्ट गर्नु है त। कति राम्रो भइसक्यो। त्यसपछि मोमो ट्याक 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 रेडी पारेर अब यसलाई स्टिम गर्नको लागि मैले राखिदिएँ। 15-20 मिनट मजाले स्टिम गरेपछि अनि हाम्रो मोमो चाहिँ रेडी हुन्छ। त्यसपछि लगायौँ भगवान्जीलाई भोगा। अनि यो मोमो चाहिँ लसुन प्याज बिना हो, त्यही भएर डोन्ट वरी। त्यसपछि आफूले पनि लिनु पर्यो। अनि मोमो चाहिँ एकदमै मिठो भएको थियो, देख्दा पनि राम्रो थियो। अनि हजुरहरूलाई मेरो भ्लग कस्तो लाग्यो अनि लास्टमा चाहिँ हाम्रो रियाक्सन पनि हेर्नु होला। मोमो एकदम मिठो थियो। बाई, हरे कृष्ण।